ल है त हजुर नमस्कार सबैजनालाई। अहिले चाहिँ म एउटा यो प्लेजर स्कुटरको इन्जिन खोलेको यता होइन। यो प्लेजर चाहिँ उहाँ दाइको भाइलाई म आफैले मिलाइदिएको हो होइन। एकदम राम्रो फाइन कन्डिसनमा थियो है। यो किनेलाई कति भयो तपाईँले 2 महिना त भन्यो होइन, 2 महिना त भन्यो होइन। अनि यो चाहिँ अनि बेचेर लाने क्रममा चाहिँ खासमा केही भएको थिएन, एकदम मजा थियो। म आफैले यसमा धराधर लोड बोकेर मजाले फाइन कन्डिसनमा थियो। अनि त्यही चित्त बुझाएर लिएर जानुभएको उहाँले। फेरि तपाईँलाई पनि मैले आफैले मिलाइदिएँ नि त एउटा स्कुटर, उहाँलाई पनि एउटा राम्रो स्कुटर मिलाइदिएर खुसी भएर अर्को पनि खोजिदियो भनेर सस्तो मस्तो खोजिदियो भने भएर मैले यो मिलाइदिएको उहाँको भाइलाई है। अनि लाँदा लाँदै चाहिँ तपाईँको स्टार्ट बन्द भयो होइन त, स्टार्ट बन्द भयो। अनि उहाँहरूले चाहिँ अब मेरो ग्यारेजमा आउन अलिक टाढा भएर नजिकै ग्यारेजमा लगेको, उहाँहरूले त बाङबुङ इन्जिनै खोलिदियो नि त। सबै फेरि अब मलाई बिल पनि ल्याएर देखाउनु चाहिँ उहाँहरूले इन्जिन खोल्यो भनेर है। अब सुरुमा प्लग एउटा चेक गर्नु पर्थ्यो, के गर्नु पर्थ्यो कि उहाँले किन खोल्यो मलाई थाहा भएन। जहिले पनि हामी अब स्टार्ट नआउँदा सुरुमा प्लगै खोल्छौँ त जो पनि ग्यारेजमा होइन। फेरि तपाईँहरूलाई सोध्दै नसोधी खोल्दैछ होइन इन्जिन पनि, बाङबुङ खोलेछ। अनि यो खोलेको कति 1 महिना भयो नि त। अब 1 महिनापछि फेरि यहाँ आएर मेरोमा खोलेछ है। अब इन्जिन चाहिँ बनाएको नबनाएको भन्दिनँ म है। इन्जिन चाहिँ बनाएको हो तपाईँको, हेर्दा सबै सफै छ। तर यसमा बनाउने क्रममा चाहिँ एउटा मिस्टेक चाहिँ के रहेछ भन्दाखेरि तपाईँको यसमा मोबिल राम्रोसँग पास भएन के है। मोबिल राम्रो पास भएन। यो ओइल पम्पले चाहिँ राम्रो काम नगरेर है, यतानेर एकैछिन न, ओइल पम्पले राम्रोसँग काम नगरेर तपाईँको मोबिल राम्रोसँग पास नभएर यो पिस्टनै सिज गराइदियो। अनि यहाँ ल्याउने बेला चाहिँ उहाँले अब तपाईँको यो पुरै स्टार्टै भएको थिएन है, स्टार्ट भएको थिएन। स्टार्ट चाहिँ हो नि पुरै हिट भएर चाहिँ तपाईँको बाइकै गुड्न नमान्ने पिकअप थिएन। अब इन्जिन नबनाएको बाइकमा अब हामीले चाहिँ अब तपाईँको किन यो इन्जिनमा हात लाउनु भनेर पहिला पिकअप नराम्रो यहाँ क्लच कभरहरू सबै फेऱ्यो, काम गरेन। लास्टमा हामीले पनि खोल्नु पऱ्यो। खोलेर हेर्ने बेला तपाईँको पिस्टनै सिज होइन त। कति पैसा बुझाएर उता 7,000को होइन। बनाउनु चाहिँ बनाएको हो क्या तपाईँको इन्जिन बनाएको हो, तर यो ओइल पम्पले काम दिएन क्या। ओइल पम्पले काम नदिएर फेरि तपाईँ खोल्नु पऱ्यो। ल यसलाई म फेरि अब बनाउँछु है। अब बनाएर तपाईँलाई अब भरे बेलुका दिन्छु म अनि है त। ल